हामीलाई यो कम्पनीले इफ्तारी खाना दिएको चाहिँ अनबक्सिङ गर्न गइरहेको छु। रोटना रेस्टुरेन्ट अनबक्सिङ गरौँ है त। के छ भनेपछि एक बोतल पानी, एउटा लेमन जुस अनि फ्रेश जुस, अंडा, मासु, एउटा बनाना, एउटा स्याउ, एउटा ओरेन्ज जुनर, त्यसपछि यो के हो मही होला, यो के हो अचार जस्तो छ के हो, अंगुर 4 पिस अंगुर पनि रहेछन्, सलाद चम्ची, रसबडी 1 पिस। यसमा के छ त पकौडाहरू, सिंगडा, खजुर हाल्दैको रहेछ। र यहाँ चाहिँ मटन बिरयानी, एकजनाको है यो चाहिँ इफ्तारी पार्टी कम्पनीको। अब चाहिँ खाने हो गाइस।